हेर्दाखेरि मैले गरेको जस्तो देखिन्छ, तर यो भिडियोको लागि स्क्रिप्ट लेख्ने पनि, सुट गर्ने पनि, एडिट गर्ने, पब्लिस गर्ने र यो भिडियोमा तपाईहरुले कमेन्ट गर्दाखेरि मेसेज रिप्लाई गर्ने सबैजना नारीहरू हुन्। मेरो अफिसमा सबभन्दा धेरै टिम मेम्बर नारीहरू हुनुहुन्छ। उहाँहरूले नै क्लाइन्टको सम्पूर्ण मेसेजहरू हेर्नेदेखि लिएर एसइओ गर्नेदेखि लिएर बिजनेस ग्रोथ सबै गर्नुभएको छ। मैले यो भिडियो रेकर्ड गर्नुको कारण भनेको चाहिँ यदि तपाईले अवसर दिनुभयो भने नारीहरूले धेरै गर्न सक्छन् र त्यसै कारणले गर्दाखेरि चाहिँ मेरा टिममा नभएका पनि देशमा भएका अरू नारीहरूले पनि अवसर पाउन् भनेर यो नारी दिवसको अवसरमा मैले एसइओ ट्रेनिङमा स्पेशल 60% स्कलरशिप प्रदान गर्दैछु। यो चाहिँ नारी दिवसको लागि र नारीहरूको लागि मात्र। तपाई एसइओ सिक्न चाहनुहुन्छ भने तल कमेन्टमा एसइओ भनेर लेख्नुस्। मेरा टिमका नारीहरूले तपाईलाई मेसेज गर्नुहुन्छ।